यता क्याप्टेन कपाल सपाल बालेर है ल गाइजहरू है हाम्रो टावर चाहिँ यही रहेको छ जनयुद्ध गाइजहरू सिस्ना चाहिँ यसरी टिप्नुपर्छ यो चिम्दाले च्याप्प समात्ने यता यसको घर चाहिँ यहाँ हुन्छ सो हेलो एन्ड नमस्ते सबैजनालाई झर्ले सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु यस गाइज आज फेरि नयाँ ब्लग नयाँ दिन नयाँ ब्लग डेली ब्लग आउँदैछ सो भिडियो हेर्नु भएको छैन भिडियो हेर्दै गर्नु होला सो फेरि आज म नयाँ ठाउँमा छु र यहाँको वातावरण हेर्दाखेरि मौसम हेर्दाखेरि चाहिँ हल्का चिसो पनि छ अलिकति हाम्रो तापक्रम पनि एकदम धेरै कम छ अलिकति हाइटमा भएर पनि हुनसक्छ र आज चाहिँ म रोल्पा नगरपालिकाको सातो बाटो भन्ने ठाउँमा छु र सातो बाटो भन्ने ठाउँमा चाहिँ एउटा चाहिँ नयाँ भ्यू टावर छ त्यो भ्यू टावरमा चाहिँ म यसो घुम्ने फिर्ने गर्दैछु सो गाइज म चाहिँ एकछिनमा भ्यू टावर जान्छु र भ्यू टावर गएर माथिदेखि देखिने भ्यूहरू चाहिँ म तपाईँहरूको सामु उपस्थित गराउँछु सो भिडियो हेर्दै गर्नुहोस् तपाईँहरू पनि ल गाइजहरू है हाम्रो टावर चाहिँ यही रहेको छ जनयुद्ध स्मृति भ्यू टावर रोल्पा नगरपालिका रोल्पा हाम्रो चाहिँ यो चाहिँ रोल्पामा जुन पहिला युद्ध भएको थियो त्यो युद्धमा चाहिँ एउटा सम्झना स्वरूप बनाएको जस्तो लाग्छ हाम्रो चाहिँ यता माओवादी यो त फल्ना जस्तै छ त मुखभित्र के भोला हालेको क्या भोला हालेको नि या भोला खायो क्या नि सुर्ती पनि खा बन्दुकहरू हामी चाहिँ टावरभित्र चाहिँ छिरिसकेका छौँ र यहाँ चाहिँ कोही पनि थिएनन् हुनुहुन्न थियो हामी चाहिँ अब माथितिर छिर्दैछौँ अब के हुन्छ माथि गएर चाहिँ हेरौँ है त ल गाइजहरू म चाहिँ टावरको छतमा आइपुगेँ तर यसो टावर हेर्दा त यो त काम न बेकामको जस्तो पो लाग्यो मलाई त यो टावर चाहिँ खास के को लागि हो भन्ने कुरो पनि मैले पत्ता लगाउन सकेन तलदेखि आयो माथि गाह्रै भयो अब यहाँदेखि के देखाउनु नराम्रो न के त्यो पनि म देखाइदिन्छु है त गाइज यसो कमेन्ट गर्नु होला र यो टावर के को लागि भनेर पनि कमेन्ट गर्नु होला म चाहिँ केही पनि बुझ्न सकिनँ किनभने चाहिँ म चाहिँ फर्स्ट टाइम आएको थिएँ फर्स्ट टाइम आएको कारणले गर्दा यो खास तल चाहिँ लेख्न चाहिँ शहीद स्मृति लेखेको छ जुन पहिला चाहिँ हाम्रो युद्ध भएको थियो त्यो बेला चाहिँ शहीद भएको नाममा चाहिँ यो सम्झना स्वरूप बनाएको जस्तो लाग्छ सायद यो बनाउनु भन्दा पनि शहीद हुने त शहीद भइसक्यो तर यो खर्च जति लाग्छ नि यो खर्चमा एउटा कुनै स्कुल कुनै संस्था केही खोलेको भए चाहिँ बालबालिकालाई यसो शिक्षा हासिल गर्ने ठाउँ पाएको भए त्यो नै सही लाग्छ मेरो विचारमा चाहिँ त्यो सही जस्तो लाग्छ
अब तपाईँहरूको विचारमा कस्तो लाग्छ के लाग्छ यो यति खर्च गरेर यो कुनै केही गर्नलाई कुनै बिजनेस गर्नलाई त होइन यो अब हेरौँ हाम्रो नेपालको कानुन अहिलेको जो सरकार छ त्यसको चाकभित्र हानुन् भन्ने त्यस्तै छ टावर चाहिँ बिना स्वाँडेको मन परेन पचेन मलाई पचेन ल गाइजहरू म चाहिँ अहिले टावरदेखि तल झरिसकेको छु र मेरो पछाडि हुनुहुन्छ हाम्रा जनमुक्ति सेना का क्याप्टेन ठिक छ क्याप्टेन साहब ल फोटो लिउँ है एक दुईवटा यता चाहिँ हाम्रो क्याप्टेन पनि हुनुहुँदो रहेछ आँखाहरू पनि निकाल्दै रहेछ यहाँको ठिक छ ल हात त मेरोभन्दा पनि ठुलो रहेछ नि सोल्टी के अरे हाम्रो चाहिँ यो पहिला चाहिँ त्यहाँको बन्दुक सन्दुक बोक्नु भएको छ उहाँको चाहिँ ब्याकग्राउन्ड कस्तो छ त ल हिप्सहरू पहिला ट्रेनिङ गरेका हिप्सहरू यस्ता हुन्छन् हाटेर हात खतरा बेल्ट दामी छ है ल है अनि यता क्याप्टेन कपाल सपाल बालेर है आम्मा हिप्स त बवाल छ त ल बुझी पनि राम्रो रहेछ ल साथीभाइ हो यस्तै हो है यहाँको चाहिँ टावरहरूको बारेमा चाहिँ लगभग यति नै थियो यो टावरको बारेमा त के भन्नु होइन यो टावर खासमा किन बनाएको भनौँ भने पनि अब शहीद स्मृति जनयुद्ध स्मृति भ्यू टावर लेखेको छ जनयुद्ध भएको बेला चाहिँ कतिजना मान्छे मरे त्यसैको सम्झना स्वरूप यो टावर बनाएको जस्तो लाग्छ मलाई चाहिँ होइन यो चाहिँ खास यत्रो ठुलो यति ठुलो खर्च गरेर यत्रो टावर बनाउनु चाहिँ खासै मलाई उपयुक्त चाहिँ लागेन मेरो विचारमा तपाईँहरूको विचार के छ कमेन्ट लाइन बिलो गाइजहरू हाम्रो चाहिँ यो चाहिँ पहिला शहीद भएका मान्छेहरूको नाम पुरै डिटेलमा यहाँ रहेछ माथिदेखि तलसम्म तपाईँहरूको कोही आफन्तीहरू हुनुहुन्छ भने ठ्याक्कै यहाँनिरबाट चाहिँ मैले चाहिँ 2-3 जना चिनेको मान्छेहरूको बाबाहरू पनि देखेँ मैले हाम्रो नुवागाउँको पनि एकजना यता हुनुहुँदो रहेछ भाबाङ खबाङ यता नुवागाउँको चाहिँ यहाँनिर बलजित बुढा मगर यो चाहिँ हाम्रो चाहिँ बाजे भन्ने पढ्नुहुन्छ लगाइजहरू आज चाहिँ यति नै छ अब बाटोमा चाहिँ हल्का फुल्का राम्रो ठाउँतिर चाहिँ म भिडियो बनाइदिन्छु।